बोल्दैन नि त टक्क अब हामी लाग्यौँ यहाँबाट गाना साना नबज है कपिराइट हान्छ फेरि पछि गन्तव्यतिर जाँदैछौँ हाम्रो घरबाट चल्यौँ हामी टक्कसँग लगाएर हाम्रा घरका एक दुईजना हाम्रो बोजू पनि यहाँ बसिराख्नु भएको छ त्यसैले यता दुईजना भाइहरू छ यता चाहिँ म्यानेजर अनि उता चाहिँ सेकेन्ड म्यानेजर यता हाम्रो धनबहादुर सर कस्तो अनुभव भइरहेछ सर ओके अब यो चाहिँ हामी मेन रोडको तर्फतिर प्रस्थान गऱ्यौँ यो भनेको हाम्रो गाउँको एकदम मेन रोड देउनीदेखि हाइवे नयाँ बनेको हाइवे आमाचोकसम्मको चट्टसँगले अब हामी जाँदैछौँ हाम्रो गन्तव्यतिर गन्तव्य के हो कसो हो सबै भन्दैन हामी भनेको अब हामी चिन्ता बस्नु गइरहेछौँ हाम्रो गौरी शङ्कर टु हल्दीबारी आजको यात्रा हाम्रो अभि तामाङको घर चाहिँ हो भ्लगर अभि तामाङको देखाउँ ठाउँ टोलहरू राम्रो ठाउँ भएको छ अहिले हाम्रो ल हेर्नुहोस् के हो चिया बगानको फोटो खिच्ने सट्टासँग लगाएर साथीभाइहरू फोटो खिच्ने अरे एकछिनको लागि स्थगित गरौँ होला ब्लग स्टार्ट भइरहेछ तर अलिक अँध्यारो भएछ यार केटा हो के गर्नु गुड मर्निङ गाइज अब बिहानको सुरुवात भइरहेको छ गुड मर्निङ गाइज अब हाम्रो फेरि भोलिपल्टको यो भ्लग स्टार्ट भइरहेछ धिरेन सर कस्तो भइरहेछ रातभरि आज चिन्ता बस्यो जोखाना हेरियो निन्द्राले आएको भइराख्यो अनि समीर भाइलाई कस्तो भइरहेछ मलाई झन् हाउडा हो अब सुत्नु पनि पाइँदैन मलाई चाहिँ कस्तो भइरहेछ मलाई त निन्द्राले पुरा झ्याप भयो जस्तो बहिनीलाई त के देखाउनु कि नदेखाउनु धुम्बे सामानहरू बहिनी पुरै झ्याप हो निन्द्राले कुखुराहरू यो चाहिँ हल्दीबारीको उयो हो हेर्नु होला बिहानको सिन हो अहिले ठ्याक्कै 5:30 भएको छ 5:30 बजेको यो हो नि त कुरो त रातभरि चिन्तामा बस्यो आज बिहान आइएको छ बिहानकै 5:30 भयो चलिरहेको छ त्यो भाउ थिएन उनीहरूको त आफ्नै पर्छ नि त यो भन्दा नि अझै नजिक यो के भन्छ पिताको आमा छैन यसलाई म त ज्वाइँ नै भन्छ नि त
यसो भन न कुन ठाउँ यो कता हो र हामी फेरि बिहानको चिसो हावा खाँदै हामी गाडीमा चढेर मजाले हावा खाँदै गयौँ, साथीभाइसँग जिस्किँदै गयौँ। एकदम धेरै रमाइलो भएको थियो। बिहानको चिसो हावा साथै यो यात्रा सैनिक मोडदेखिको भद्रपुरको यात्रा, रातभरिको अनिन्द्रो, त्यही माथि चिसो हावा। वाउ, हाम्रो निन्द्रा त पुरै कता गायब भएको थियो, कता गायब भएको थियो, केही हामीलाई त निन्द्रा भन्ने कस्तो चिज थाहा नै थियो। लगभग 12-13 घन्टाको अनिन्द्रोपछि पनि यस्तो हुँदा त कति रमाइलो भयो। र हाम्रो ड्राइभर साहबलाई मैले कोट्याएँ, कोट्याएर उहाँलाई केही हेलो सर भनेर जिस्काउनु खोजेको, तर उहाँले केही पनि गर्नु भएन। उहाँ आफै पाल्नु आउनुहुन्थ्यो। फेरि बाहिर यताउताको फोटो खिचेँ, फेरि त्यसपछि फेरि मैले उहाँलाई कोट्याउनुतर्फ लागेँ, तर फेरि उहाँले केही गर्नु भएन। हाम्रो गुरुले र पनि गुरु आफ्नै ध्यानमा जानुभयो। र फेरि मैले गएर किन नबोल्नु भएको भनेर फेरि धेरै प्रेसर फुले सुन्नु। त्यसपछि मलाई साह्रै रिस उठ्यो। अनि त्यसपछि मैले दायाँ बायाँको एकदम उयो गरेँ हो, लाइटिङ चट्याङहरूको आवाज आकाशभरि गाना गाउँदै। र फेरि बोल्नुहुन्छ कि होला भनेर फेरि हाम्रो गुरुजीलाई कोट्याएँ, तर गुरुजीले एकपल्ट मात्र हाँस्नु, त्यसपछि केही व्याख्या नै आएन। हाम्रो गुरुजीले मलाई वास्तै गर्दैन होला भनेर चुप लागेर फेरि म भिडियो बनाउनेतर्फ लागेँ। बनाउँदै गएँ, फेरि बोलाउँछु भनेर फेरि गुरुजीलाई बोलाएँ, फेरि बोलाएँ, केही पनि भन्नु भएन, एउटा रियाक्सन पनि केही दिनु भएन। गुरुजी भने केही सुनिएस पनि गर्नु भएन। फेरि म बाहिर यताउताको भिडियो बनाउन थालेँ। एकदम हरियाली साउनको महिनामा एकदम मिठो चिसो हावा, बिहान यति रमाइलो भएको थियो। के गर्नु, एकदम रमाइलो भइरहेको थियो। यो ठाउँ रङ्गे हामी छिरौँ। रङ्गे ठाउँमा देउनी पुल आइयो हामी फेरि हिजोबाट। देउनी पुल हेरिदिनु होला। अब यहाँबाट चाहिँ गौरीशङ्कर जाने ठाउँ हो। अब हामी गौरीशङ्कर छिर्यौँ। गौरीशङ्कर गयौँ घर भने कस्तो अनुभव भइरहेछ। रातभरिको अनिन्दो, रातभरिको चिन्ता, केटाहरू यहाँनिर औडा भइरहेछ। यहाँनिर धुम्बे निद्रा झ्याप भइरहेछ। अब हामी शङ्करको टक्क माथि आइपुग्यौँ। शङ्कर ओह्रालो भन्छु अब है, शङ्कर हल्का ओह्रालो भइरहेछ। यहाँ चाहिँ अब म पनि झ्याप भइरहेछ।
हाम्रो गन्तव्य टुङ्गिन आँटेको छ गाइज। अब घर आइपुग्न आँट्यौँ। टिकटक फेसबुक सबैमा हाल्नुपर्ने हुन्छ। यस्तै छ साथीभाइहरू, सबैजनाले माया देखाउनु होला, लाइक सब्सक्राइब सबै गरिदिनु होला। यति भन्दै हाम्रो गुरुजी धनबहादुरलाई देखाएर चाहिँ हामी भिडियो अफ गर्न गइरहेछौँ। के गर्नुपर्छ अरे लास्टमा? के गर्नुपर्छ लास्टमा चाहिँ हेरिसकेपछि भिडियोहरू? लाइक सब्सक्राइब र कमेन्ट यस गर्न नभुल्नु होला। थ्याङ्क यू। ल एकदम राम्रो प्रतिक्रिया दिनु। हाम्रो गन्तव्य आइसक्यो। सुवेडीको ओह्रालो भन्छ यसलाई चाहिँ। ल हामी अफ गरिदिन्छौँ। बाई बाई गाइज।